एभ्रिवान गुड मर्निङ नमस्कार फ्याबुलो स्वागत छ हजुरहरूलाई हाम्रो समयमा। अनि आज चाहिँ यहाँ मैले रेडी गरिसकेको छु। यो बक्समा चाहिँ हाम्रो बिरालोको चाहिँ खुट्टामा घाउ भएछ अनि दबाई पानी त गरे तर पनि जाती नभएर चाहिँ आज यसलाई भेटनेरी लाँदैछ मेरो छोरा र मेरो ज्वाइँ साहेबले। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ बिल्ली माइलाग्दो भएर बसिरहेछ। खै यसको घाउ देखाउनु पर्थ्यो है। घाउ चाहिँ छ यसको खुट्टामा तर अहिले देखाउनु सकेको छुइनँ। अब डक्टर भएकोमा लगेर ल्याएर चाहिँ देखाउँछु हौ अरे। बिरालोलाई चाहिँ एकदम ट्रिटमेन्ट गरेर पनि ल्याइसकेको छ तर अहिले खोल्नु मिलेको छैन, सुतिरहेछ। अन्त इन्जेक्सनहरू लाएर दबाईहरू लगाइदिएको छ। बिचरा कोही खुट्टा चाहिँ यस्तो भइरहेको छ। के चाहिँ भयो यो चाहिँ थाहा छैन होइन। कि पासोमा यस्तो भएको अरे कि यो चाहिँ यस्तो पासो। हाम्रो बिरालोको चाहिँ खुट्टामा घाउ भएर अहिले डक्टर देखाएर ल्याएको। एकदम इन्जेक्सनहरू लाएर दबाई पानी गरेर अनि यहाँनिर एन्टिबायोटिक इन्जेक्सनले चाहिँ यो लटेरहेछ। घाउ चाहिँ अर्को खुट्टामा चाहिँ देखाउनु चाहिँ मिल्दैन। डरायो नि जाती होस् भनेर लगाइदिएको त हो म्याउसी। अब जाती हुनु ल। खै देखा त अर्को घाउ देखा। अर्को घाउ देखाइदिउँ भनेको देखेको यही त्यो पासोले उयो भएको भन्दै थियो। यसो यसको घाउ देखाउँछु ल म। यसो नछुने भाइ म घाउ देखाउँदैछु। उता देखाउनु न खुट्टा अन्त कता हो ए यहाँ छ। म्याउसीको चाहिँ घाउ चाहिँ यस्तो भइरहेको छ है। यहाँ चाहिँ खुट्टा यस्तो भइरहेको छ बिरालोको। यहाँ चाहिँ मेरो दामी दामी फुल फुलिरहेछ है। सिनेरी ओरेन्ज कलर, यो येलो कलर, अन्त व्हाइट कलर। यहाँ पनि यहाँ चाहिँ मेरो माइती घरबाट ल्याएको। माइती गाउँबाट सबैजनाले दिनुभएको यो फुल चाहिँ फुल्नु फुल्नु आँटेको छ है। दामी दामी भइरहेको छ। जेन्सी ल आइज जाउँ घुम्नु आइज। ए यहाँ चाहिँ रकेट उड्नु आँटेको छ है। यो चाहिँ रकेट पनि छ। अब यो चाहिँ इलन मस्क आएर उडाउनु आँटेको गार्डन अरे के हो बुके फुल। पानीको टिङ्की खै देख्दैन रहेछ यसरी त जालीबाट त। ल छिटो छिटो आउन। मर्निङ वक इभिनिङ वक गर्नुपर्छ। अनि स्क्यानिङ छ मेरो चाहिँ भोलि। अनि स्क्यानिङमा चाहिँ एकदम पेटहरू क्लियर सफा हुनुपर्छ अरे। अनि छोरा छोरी चाहिँ यहाँ बहिनी सबैजना हामी चाहिँ अब गएको एक राउन्ड लाउनु। बिहान पनि एक राउन्ड लाएर आएको। अब फेरि एक राउन्ड। दुईटा ट्याङ्की, यो सानो ट्याङ्की यो ठुलो ट्याङ्की। नो भ्यू दामी देख्दो रहेछ है। नजिक पो देख्दो रहेछ यहाँबाट त। आसिंग भी ठीक के टाइम पे आ रहे। यस नयाँ लाउनु भएको छ नि त।
फुलेर सिलाएर के पछाडि फेरि गाइस यहाँ पे डॉग्स यहाँ पे डॉग्स का आतंक बढ़ रहा है गाइस सबै गलेर हेलो एभ्रिवान हामी चाहिँ हाम्रो इभिनिङ वक चाहिँ कन्टिन्यू हुँदैछ हामी चाहिँ तलबाट न्यु रोड सट्टै घुमेर फेरि अहिले हामी आउँदैछौँ यहाँ घरदेखि माथि घरमा निस्केर पानीहरू पिएर चाहिँ फेरि पनि हामी आउँदैछौँ द कोजिनेस होमस्टेमा चाहिँ हामी जाँदैछौँ अनि त्यहाँको केही दृश्यहरू हजुरहरूलाई देखाउँदै अब त्यहाँ पुग्न आँटेको छौँ यहाँबाट चाहिँ ब्याक क्यामेरा गरेर देखाउँछु पारिपट्टि यहाँबाट चाहिँ देख्दैछ हामी चाहिँ जाँदैछौँ त्यहीँनिर अब नजिकबाट फाइनली हामी चाहिँ आइसकेको छौँ यहाँ कोजिनेस होमस्टेमा अनि यहाँ चाहिँ रहेछ एन्ट्री गेट दामी बनाएको रहेछ यस्तो अनि यहाँबाट चाहिँ हामी एन्ट्री भइसकेको छौँ आउने छिटो सुन्तला बारी यहाँबाट चाहिँ ओह्रालो जाने रहेछ है पहिला चाहिँ हामी यहाँ जाउँ पहिला यहाँ माथि जाउँ ए पिङ्क झोला चाहिँ यहाँ बनाएको रहेछ यहाँबाट तल चाहिँ कस्तो देख्दो रहेछ हेरौँ यस्तो रहेछ यहाँबाट तल चाहिँ स्लो अब एक राउन्ड घुमेर जाने र सबैजना हामी पिङ खेल्यौँ लु कस्तो लाग्यो मजा आयो पिङ दामी भयो मजा आयो डर पनि लाग्यो है डर त लाग्यो नि छिटो 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 रात पर्यो बाई बाई गुड नाइट भिडियो एन्ड त भएको छैन नि अब गएर झालमुरी बनाएर खाँदा अन्त मात्रै एन्ड हुन्छ होला भिडियो पनि हामी चाहिँ घुमेर पनि आइसकेको छौँ हामी धेरै समय चाहिँ बसेन किनकि रात पर्न आँटेको छ अनि अब हामी जाँदैछु खै मेरो छोराछोरीहरू कता कता खै दुईजना बहिनी अगाडि कुदिसक्यो लाइट बलेर दामी देखिरहेछ हामी चाहिँ अहिले आइसकेको छौँ अनि हामी चाहिँ घरमा आएर भोक पनि लागेन भुजा जुसहरू केहरू खाँदैछु सबैजना अनि अब अलिकति हाम्रो बिरालोको पनि अपडेट दिन्छु म किनकि हाम्रो बिरालो चाहिँ एकदम सिकिस्त बिमार भएको थियो खुट्टामा घाउ भएर अनि अहिले डक्टर देखाएर चाहिँ धेरै सन्चो भएको छ अन्त यहाँ मेरो खुट्टामै बसिरहेछ यसलाई पनि देखाइदिउँ न जुस भुजा चियर्स खै मेउसी गयो मेउसी ल ओ यस्तो सुकेको छ निकै जाति भएको छ है मेउसीको आइज मेउसी ल अब हामी चाहिँ एकछिन बसेर भुजाहरू खाने त्यसपछि चाहिँ अब है आफ्नो कामपट्टि लाग्ने आफ्नो ड्युटी अनि आजको भिडियो पनि यहीसम्म हेर्दै गर्नुहोस् हाम्रो समयलाई फेरि पनि जुनै सजिलोसँग बाई बाई शुभरात्रि खै आउ न ल छानु मनहरू चाहिँ वरिपरि छन्